आज चाहिँ घरको पनि न्वारन हुनै पर्यो। अन्त यो चाहिँ हो बिफोर न्वारन भन्दा अगाडि। न्वारन भन्नुको मतलब घर चाहिँ हामीले वर्षमा भ्यायो भने 2-3 खेप पनि धुन्छौँ, कोही बेला चाहिँ एकताल मात्रै धुन्छौँ। त धुनु मतलब खिड्कीहरू पुसपास। अन्त हाम्रो चाहिँ यहाँ बाहिरतिर चाहिँ उयो नै गर्छ, धुन्छ नै, सफा नै गर्छ पानीहरू लगाएर। सो त्यही गर्नु लागेको छु। म चाहिँ यस्तो ड्यामेज भइसकेको थियो बेसी पानी त्यो बर्खातिर उयो भएर। अन्त फुलमाहरू चाहिँ मैले सबै एकसाथ लगाएँ। अन्त आज चाहिँ मेरो प्लान चाहिँ घर सफा गर्ने थियो, बाहिर भित्र चाहिँ बहिनीले अस्ति गरिसकेको थियो र पुसपास गर्नेवाला थियो। अन्त यसरी माकुराको जालहरू झारेँ। खासमा भने आज चाहिँ हाम्रो प्लान चाहिँ घुम्नेको थियो, हामी मिलेर चाहिँ मिरिक घुम्ने जाने भनेको थियो। यति बेला घुम्दै गरेको हुन्थ्यो होला, बट केही कारणले गर्दा जानु पाएन। सो अहिले चाहिँ म घर सफा गर्दैछु। त्यस्तो डिटेलली त सफा गर्नु सक्दिनँ, यसरी सर्फहरू लगाएर सर्फ पानीले चाहिँ म चाहिँ मजाले सफा गर्छु नि त। अन्त सबै फुलहरू साइडमा राखेर आजको भिडियो चाहिँ यही घर सफा गर्दै गरेको छ। अन्त लास्टमा घर सफा गर्ने मान्छे चाहिँ मैलै भइरहेको। यति थियो भिडियो, बाई बाई।